बोर्ड वापस दिनुपर्छ। आज गरिबका बाल बच्चाहरूलाई शिक्षामा कर लगाउने नालायकहरू, आफ्ना सन्तानहरू विदेशमा पढाउने, आफ्ना सन्तानहरू विदेशमा बसाल्ने, गरिबका बाल बच्चाका विद्यालयमा कर लगाउने नालायकहरू। आज यो देश इलेक्ट्रिकल हब हो। 83,000 मेगावाट विद्युत उत्पादन गर्न सक्ने अवस्थामा आज इलेक्ट्रिकलमा कर लगाउने नालायकहरू। आज यो देशमा, आज यो देशको राष्ट्रियतामाथि, आज यो देशको भूमिमाथि अतिक्रमण गरिरहेका विदेशीहरूका गुलामी बन्नेहरू, कठपुतली बन्नेहरूको विरुद्धमा हामीले खबरदारी कार्यक्रम गरेका छौँ। ओ नानीहरू, तपाईले नेपालले काहीँ भूमि मिचेको भन्ने काहीँ इतिहासमा पढ्नुभयो? पढ्नु भएन नि। यी नालायकले कहाँबाट सुन्नुभयो, कहाँबाट पढ्नुभयो? यसको विरुद्धमा सिङ्गो देश जाग्नुपर्छ, सिङ्गो युवा जाग्नुपर्छ, सिङ्गो नेपाली जनता जाग्नुपर्छ। नालायक तत्काल राजीनामा दिनुपर्छ। अब रहेन त्यो स्वाभिमान, रहेन त्यो ओदा, रहेन त्यो महिमा, रहेन तपाईँ जस्तो मान्छे प्रधानमन्त्री हुन लायकै हुनुहुन्न भनेर आज यो देशका नागरिकले ठाउँ ठाउँमा खबरदारी गरिरहेका छन्। अब हरेक नेपाली जनताले गर्नुपर्छ भन्ने सन्देश हो श्रम संस्कृति पार्टी अथवा हाम्रो यो सङ्घर्ष आन्दोलन, हाम्रो खबरदारी आन्दोलनको मूल सन्देश यही नै हो। हस्त धन्यवाद। शरम जय श्रमदाता। हजुरको सरिता राईजी जुन केन्द्रीय सदस्यज्यूले आफ्नो केही मन्तव्य राख्नुहुन्छ। धन्यवाद। खबरदारी सभामा सहभागी हुनुभएका सम्पूर्ण माटो प्रेमी नेतागण, श्रमदाताहरू लगायत पत्रकार मित्रहरू, आज सुरक्षाकर्मी चाहिँ देखा पर्नु भएको छैन। एनिवे, उहाँहरूलाई पनि म सम्झिन चाहन्छु। यतिखेर हामी यो विरोध सभाको दोस्रो दिनमा हामी यहाँ फेरि पनि शान्ति भाटिकामा उपस्थित भएका छौँ। हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नुभएको राष्ट्रघाती अभिव्यक्तिको हामी घोर भर्त्सना गरिरहेका छौँ। उहाँले यस अभिव्यक्ति राख्दै गर्दाखेरि उहाँले 3 करोड जनताहरूको मन मुटुमा ठुलो चोट पुर्याउनु भएको छ। सँगै उहाँले गम्भीर प्रश्नहरू पनि जनताको मनमा जन्माउनु भएको छ। के हामीले पठाएको प्रधानमन्त्री, हामीले हाम्रो सार्वभौम अधिकार दिएर पठाएको प्रधानमन्त्रीले दिएको जुन अभिव्यक्ति यो के जानाजान गरेको हो या नजानेर गरेको हो? म भन्छु उहाँले जानाजान गरेको। हामीलाई अन्डर एस्टिमेट गर्नुभयो, अवहेला न हेपिनु, हाम्रो नेपाली जनतालाई हेपेको म भन्न चाहन्छु। किनकि उहाँ जस्तो मान्छेले उहाँ एउटा सम्माननीय पद ग्रहण गर्दै गर्दा सम्माननीय संसदबाट, रोस्टमबाट कुनै पनि अभिव्यक्ति राख्नु भनेको राष्ट्रको धारणा हुने भएकाले यो सरासर गलत छ, राष्ट्रघाती छ र जनताले आफ्नो मत मार्फत दिएको सार्वभौम सत्ताको खिल्ली उडाउनु भएको छ। त्यसो भएको हुनाले उहाँले एकदमै यसप्रति चाहिँ म आफ्नो तर्फबाट, श्रम संस्कृति पार्टीको तर्फबाट खेद प्रकट गर्न चाहन्छु। त्यसो भएको हुनाले अब यो देशको संरक्षणको लागि श्रम संस्कृति पार्टी तयार हुनुपर्छ र श्रम संस्कृति पार्टीले यो जिम्मा लिनुपर्छ र हामी सबैजना यो गर्नुको लागि हाम्रो श्रम संस्कृति पार्टी पनि तयार छ भन्ने कुरामा म